कहिलेकाहीँ डेस्टिनेसन भन्दा पनि राइड नै थेरापी हुन्छ, तर यहाँ डेस्टिनेसन पनि असाध्यै राम्रो छ। आज म बाइक लिएर निस्किएको छु सहरको हल्लाबाट अलिकति टाढा, हरियाली, शान्त सडक र हावाको आनन्दतिर। यो बाटो सिधै लैजान्छ चाँगु नारायण, जहाँ इतिहास, प्रकृति र आत्माको शान्ति एकै ठाउँमा भेटिन्छ। हरेक मोडमा नेचर, हरेक सासमा फ्रेसनेस, अनि अन्त्यमा नेपालकै सबैभन्दा पुरानो मन्दिर चाँगु नारायण। यदि तपाईँलाई बाइक राइड मनपर्छ, नेचरले हिल गर्छ भन्ने लाग्छ भने यो ठाउँ तपाईँकै लागि हो। दिनको सुरुवात नै अन्डा खाएको कारणले गर्दाखेरि म मन्दिर जान चाहिँ सकिनँ गाइज। त्यस कारणले मैले त्यसकै बाहिर गएर फेरि पनि चिया र बम पड्काइदिएँ। यहाँनिर हाइकिङको लागि पनि राम्रो रुट छ गाइज। यो बाटो चाँगु नारायण मन्दिरसम्म मात्रै होइन, त्यहाँभन्दा निकै माथि त्रिशुल डाँडातिर पनि जान्छ। त्यहाँनिरबाट तपाईँहरूले काठमाडौँ, भक्तपुर आनन्दसँग 360 डिग्री देख्न सक्नुहुन्छ। अब तपाईँहरू पनि आउने होइन त यो ठाउँमा? यो ठाउँ एकदमै राम्रो छ है गाइज। अनि अन्तमा थ्याङ्क यू फर वाचिङ।